ले खुर्सानी राखिदिए खुर्सानी अब म यसमा तपाईँको साग राख्न जाँदैछु भइसक्यो है साग राखिदिए यस सिजनमा मैले फर्स्ट पालुङको आज खाँदैछु जान्छ नि त बाबु त होला सागलाई मैले चलाइदिएको छु साग मैले चलाएँ राख्दैछु बेसा चाहिँ राख्नुपर्छ अरे भन्छन् होइन त्यही भएर मैले साग राखेँ भने जे राखेँ भने थोरै सागमा त राखिन नराखिन देखिँदैन त्यही भएर मैले यत्तिकै राखेको जस्तै गरी थोरै राखिदिएको हुन्छु अनि यहाँ नुन हेर्नु र नुन अब तपाईँको सागमा धेरै चाहिँदैन हैन त्यही पनि कमै खान्छ हामी नुन त्यही भएर नुन मैले थोरै राखिदिएँ अब राखेलाई मैले फेरि चलाइदिन्छु त्यसपछिबाट यसको पानी सुकाउनु पर्यो अनि निकाल्नुपर्छ गाइस यसको पानी अलिअलि छ अब लगभग पाकिसक्यो हैन यसको पानी चाहिँ हल्का हल्का छ यसलाई चाहिँ म सुकाउँदैछु हेर्नु न पालुङको यो 35 रुपैयाँको मुठाको साग हो एक मुठा ल्याएकोलाई हेर्नु कति थोरै भएको छ पाकेर रेडी भयो अलिअलि झोल छ हल्का झोल सुकाएर निकाल्छ गाइस अब चाहिँ पाकेर रेडी भयो साग हेर्नु त कति थोरै भएको छ अब मैले बन्द गरिदिन्छु